गाइज हाम्रो चाहिँ यो वाला लेयर यति मात्रै बाँकी रहेको छ गाइज। परतिर हाम्रो अर्को लेयर टप। गाइज फाइनली हामी टिपरमा जाँदैछौँ गाइज। धुलो यस्तो धेरै गाइज हैरान बनायो। 2-3 पटक खोल्दै बनाउँदै आजको दिन हाम्रो यस्तै भयो गाइज। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग एन्ड गुड मर्निङ गाइज। हाम्रो समय उठ्ने बेला भइसकेको छ गाइज। जानुपर्छ अब बाहिरतिर। आजको दिनको सुरुवात फेरि भएको गाइज। हेरौँ काम काज के कस्तो हुन्छ, भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु गाइज। हामी हातमुख धोएर नास्ता खाएर पनि रेडी भइसकेका छौँ कामको लागि। सबैजना रेडी हुँदै हुनुहुन्छ गाइज। अब चाहिँ जानुपर्छ गाइज, हिँडेर जानुपर्छ होला। धेरै टाढा छ, टिप्पर पाइन्छ कि नै, पाइयो भने चाहिँ सोच्नुहुन्छ, नत्र भने चाहिँ हिँडेर जानुपर्ने हुन्छ गाइज। हेरौँ होइन के कस्तो हुन्छ। अब चाहिँ लाग्नुपर्छ। ओके गाइज, हामी चाहिँ हिँडिसकेका छौँ गाइज। टोलीहरू पछाडि आउँदैछ, कोही चाहिँ अगाडि। फाइनली गाइज हामी पुगिसकेका छौँ साइडमा गाइज। आज चाहिँ एकजना अङ्कल आउनु भएको छ आज नयाँ हाम्रो ग्रुपमा। अङ्कल आउनु भएको छ, हाम्रो मेरो अङ्कल हुनुहुन्छ गाइज। हाम्रो साइड यस्तो छ। अब चाहिँ काम सुरु गर्नुपर्ने हुन्छ गाइज। फटाफटसँग चिसो छ यार गाइज, गाह्रो हुन्छ चिसोमा काम गर्न पनि गाइज। हाम्रो चाहिँ यो वाला लेयर यति मात्रै बाँकी रहेको छ गाइज। परतिर हाम्रो अर्को लेयर टप लेयर सुरु भइसकेको छ गाइज। तपाईँले देख्न सक्नुहुन्छ, लागिसकेको छ टोलीहरू धकाधक गाइज। एकदमै रमाइलो भइरहेको छ, काम चलिरहेको छ। सबैजना आफ्नो आफ्नो तालमा काम लागिरहेको छ। यस्तै हो गाइज, मजदुरी जिन्दगी जस रमाइलो छ। रमाइलो जस्तो छ, दुःख पनि छ, रमाइलो पनि छ। बाँकी आफ्नो सोच्ने हिसाबले अब कस्तो सोच्ने त्यस्तै हो। सो गाइज, हाम्रो चाहिँ उतातिर चाहिँ हाम्रो लगभग फाइनल भइसक्यो। अब यतातिर छ जाली हो भन्न बाँकी गाइज। गाइज अब चाहिँ हामी खाना खान जान्छौँ। खाना खाइ आइसकेपछि हाम्रो 1-2 घन्टा यसमा काम हुन्छ। त्यस पछाडि कता हुन्छ गाइज फेरि हेरौँ। अहिले चाहिँ मेसिनहरूले ढुङ्गाहरू फेलिरहेको छ फिटिङ गरेर गाइज। अब चाहिँ जानुपर्छ खाना खान। सबैजना आइसक्नु भएको छ गाइज। यहाँ पुलको काम पनि भइरहेको छ होइन, पुल नयाँ पुल बनिरहेको रहेछ गाइज। अब चाहिँ अगाडि टिप्पर रोकिरहेको छ। टिप्परमा जाने हुन्छ कि के हुन्छ यार खास हेरौँ होइन। अहिले चाहिँ हामी हिँडिरहेको छौँ गाइज। फाइनली हामी टिप्परमा जाँदैछौँ गाइज। धुलो यस्तो धेरै धुलो छ, अगाडि टिप्परहरू गइरहेको छ। मजदुरी लाइफ जिन्दाबाद भन्ने जस्तो अगाडि हाम्रो केटाहरू छ। धुलोले पुरा देखिरहेको छैन क्या। भगवान की जय हो। बस्यो प्यार से अरे धुलो। ल चढौँ कता गयो हालत देख्न सक्नुहुन्छ गाइज। सबैजनाको हालत खराब छ यार। धुलो छ यार, कहिले जाने होला यार यो धुलो खाने दिन यार। अब झन् गर्मीको समय आउँदैछ, झन् धेरै धुलो। हिँड्यो गाडी हिँड्यो, पुगिसक्यौँ लगभग होइन रुमको नजिक। धुलोले हालत खराब बनाइदियो गाइज यार। तेरि गाइज हाम्रो लाइन खाना खानेको लाइन लागिरहेको छ यहाँ यार। यस्तो गाह्रो छ यार। उतातिर ढोका खोलिदिनु पर्ने थियो क्या। अरे फाइनली गाइज सुरु भइसक्यो खाना खाना। फटाफट खानुपर्छ गाइज। अरे कहाँ बसेर खाउँ यार, बस्ने ठाउँै छैन यार। उता गाडी बस्छु, त्यहाँ बस्छु यार म। बाख्रासँगै बसेर गाइज। खानापिना टन्न भयो। अब चाहिँ केही समय आराम गरेर फेरि जाने हो गाइज। धेरै टाढा छ, सायद हिँड्दै जानुपर्छ होला। सो गाइज हाम्रो यात्रा फेरि सुरु भइसक्यो यार। यो टिप्परमा जाने बेगो खाना खाएर हाल्छ काममा आउँदैछ टोलीहरू। सो गाइज गाडी हाम्रो हिँडिसक्यो गाइज। म चाहिँ आज होइन यहाँ ठेलागाडामा बसिरहेको छु। सिट मेरो चाहिँ होइन पक्का छ क्या ठेलागाडा हो। आज 2 ग्रुपको बगाल छ
गाइज यहाँ चाहिँ होइन दुईटा ग्रुप बसेर हामी जाँदैछौँ। गाडी हिँडिसकेको छ, हामी पुगिसक्यौँ। ल ओर्ल्यौँ सबैजना अब। कुद्दिला सबैले। ओहो गाइस फाइनली हामी पुगिसक्यौँ साइडमा। जाली कहाँ के बिग्रिएर उदार्ने पनि अरे। ठिकै त छ नि यार। गाइस यो जाली चाहिँ हल्का के भयो खै अब उदार्ने भन्ने कुरा भएको छ अरे। अब क्या हो यार हेरौँ, एकछिन पछाडि थाहा हुनेछ। गाइज हाम्रो यो फाइनल भइसक्यो, यो वाला चाहिँ होइन फाउन्डेसन हाम्रो फाइनल भइसक्यो। यहाँ गाइज यो जालीले चाहिँ होइन हामीलाई हैरान बनाएको। यो लास्टमा यो तपाईँ देखाउनु पर्दो रहेछ, राम्रो फेस देखाउनु पर्ने हो, तर अलिअलि कहीँ चाहिँ बिग्रिया रहेछ। गाइज हैरान बनायो, 2-3 पटक खोल्दै बनाउँदै आजको दिन हाम्रो यस्तै भयो गाइज। अब चाहिँ गाइज हाम्रो छुट्टी, अब चाहिँ फाउन्डेसन अर्को तयार भएको छैन। त्यो भएर चाहिँ हाम्रो अब भोलि हेरौँ, भोलि कतै हुन्छ कि हुँदैन। हाम्रो यो फाउन्डेसन सक्यो, अब यो सकेर अब फेरि बस्ने भइहाल्यो क्या। हाम्रो यस्तै चलिरहेको छ यार खासमा। अब के भइरहेको होइन, यस्तै छ गाइज। जसो तसो हाम्रो फाइनल भयो। 1 2 3 4 5 लेयरको छ गाइज यो चाहिँ। अब चाहिँ भयो फाइनल। अब यसलाई चाहिँ बन्द गर्नु छ बस। अब चाहिँ हामी जानुपर्छ रुमतिर गाइज। केटाहरू चाहिँ गइसकेको छ सामानहरू लगेर, टोलीहरू सबै तयारीमा छ। अब जाने हो गाइज। अब बसाबस भइहाल्यो, अब रेस्ट हुन्छ गाइज। हामी चाहिँ रुम पुगिसक्यौँ गाइज। अब चाहिँ म रुममा पुगिसकेँ र अब हात खुट्टा धुन जानुपर्छ गाइज। मैले केही थोरै यो लगाएको कपडाहरू धुने प्रयास गर्नेछु गाइज। समय चाहिँ गइसकेको छ जान, त कति हुन्छ म चाहिँ कपडा धुनतिर लाग्छु अब चाहिँ खोलातिर। ओके गाइज म चाहिँ आइसकेको छु खोलामा। हात धुने हो, कपडा थोरै कपडाहरू धुनुपर्छ यहाँ खोलामा गाइज। म चाहिँ यो ढुङ्गामा धुनेछु गाइज। कपडाहरू यहाँ रहेको छ, यो लगाउने कपडा, यो लगाएको कपडाहरू चाहिँ धुनुपर्छ गाइज। सो गाइज मैले कपडा धोइसकेको छु गाइज। रात परिसक्यो यार। मैले मुख पनि धोएको छैन, टाउको पनि नुहाएको छैन गाइज। म चाहिँ किनभने लास्ट चिसो भइसक्यो। म चाहिँ अब उतै धारामा चाहिँ मुख चाहिँ धुन्छु। कपाल चाहिँ नुहाउँदैन होला अहिले चाहिँ गाइज, लास्ट चिसो भइसक्यो। कपडाहरू त्यहाँ धोएको छु गाइज। कपडा उठाएर चाहिँ अब चाहिँ म जान्छु गाइज। लास्ट चिसो भइसक्यो यार, एकदम चिसो भयो। चिसो पानी, खोलाको पानी होइन, एकदम चिसो भइसक्यो गाइज। अब चाहिँ म जानुपर्छ कपडाहरू उठाएर। सो गाइज म चाहिँ कपडा धोएर रुममा पनि आइसकेको छु गाइज। यहाँ आगो ताप्न आइरहेको थिएँ होइन चिसोमा। हाम्रो मासु पाकिरहेको छ आज, हाम्रो नै बोइलरको। यो चाहिँ चलाउनु पर्ने हुन्छ गाइज। गाइज मासु तयारी हुँदैछ आज। ठेकदारजीको तर्फबाट मासु 1 हप्तामा एकचोटि। आज चाहिँ 7 दिन भइसकेको छ। हामीले पुसको 15मा पुसको 15मा खाथ्यौँ मासु। आज 22 गते भइसकेको छ, त्यही भएर आज मासु पाकिरहेको छ गाइज। ओके गाइज हामी चाहिँ रुममा आएर रेस्ट गरिरहेको थियौँ। अब चाहिँ खाना खाने तयारी भइसक्यो अरे भन्ने सुनिएको छ। अब चाहिँ जानुपर्छ गाइज खाना खान। सो गाइज मासु बार्ने काम भइरहेको छ हाम्रो यहाँ। तपाईँहरूले देख्न सक्नुहुन्छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 15 थाल बा 16 बा गाइज। हाम्रो लगभग बारेर फाइनल भइसक्यो। उठाउने भयो नि अब। ल उठायो त, यहाँतिर पहिला उठाल गाइज। मैले उठाइसकेँ पहिले नै। यो थाल लिनु उता बाहिर लाइन लागेन। मेरो थालो ल्याएर भर्खर होइन रे, मेरो थालो म हिँडीबाट राखेको छु। त्यो थाहा छ एउटा थेच्छ थाहा छ पारिन्थ्यो। त्यो थालमा अझ बोरी छ, त्यही थाल हो।
आफ्नो चिन्ह लगाउकै थाल यो झोलिया खरा चेहरा नै राङ्गिया रहेछ त के फरक पर्दैन खाने अब भइगयो खै त्यो देखाऊ देखाऊ त्यो देखाऊ त त्यो देखाऊ त्यो देखाऊ अलि देखाऊ न त्यो थाली एउटै हो नि फेर्ने पनि फेरि बुले नै चिनोला थाल त्यही हो परे अब आफ्ना हाल तपाईको त्यही हो जाऊ जाऊ लाइनमा लाग तिमी छिटो खानु मन छ गाइस भात हाल्ने यहाँ पालै पाइन्न यार ओके गाइस हाम्रो भइसक्यो तयारी खाना खाना यहाँ भात लगिसकेको छु गाइस अब चाहिँ खानुपर्छ फटाफटसँग मासु भात के अप्ठ्यारो मान्नुभयो ओके गाइस खाना खाएर भयो कम्प्लिट अब चाहिँ जानुपर्छ गाइस रुमतिर चिसो छ गाइस बाहिर चाहिँ बस्नै सकिन्न रुम गइहाल्नुपर्छ फटाफट रुम हाम्रो उता माथि छ सो गाइस म फाइनली आइसकेको छु रुममा अब चाहिँ गाइस रेस्ट गर्नुपर्छ भिडियो एडिट गर्नुपर्छ भिडियो एडिटतर्फ म चाहिँ अब लाग्नुपर्छ गाइस भिडियो यहीँ अन्त्य गरौँ भेटौँला फेरि भोलिको भिडियोमा गाइस भिडियो मन पऱ्यो लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला मेरो च्यानल नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला भेटौँला फेरि भोलिको भिडियोमा अहिले चाहिँ छुट्टिन्छु बाई बाई गुड नाइट